आइजिपी दानबहादुर कार्कीको धम्की हो कि सुझाव हो यो? मानिने खगेन्द्र सुनार र आइजिपी दानबहादुर कार्कीको दोरी पश्चात आइजिपी आक्रोश हुँदै के भन्दैछन् भने हाम्रा पनि निवेदन परे, हाम्रा निवेदन जस्तै सबैका निवेदन यसरी नै खोल्ने हो भने सबैजनालाई गाह्रो पर्छ, ल्याइदिउँ क्या हो भन्दै हुनुहुन्छ। नपत्या उहाँकै मुखबाट सुन्नुहोस् त। हाम्रा पनि निवेदन परेका छन् नि, सबैका परेका निवेदन यस्तै गरी आउँदाखेरि चाहिँ गाह्रै पर्छ, ल्याउँ कि क्या हो। सबैजनाले सुन्नुभयो होला। आइजिपी साहब, तपाईँको निवेदन पर्यो भन्दैमा आक्रोश हुनुपर्ने कारण केही छ र? तपाईँ छानबिनको दायरामा आउनुहोस् न। अनि यो धम्की कसलाई दिनुभएको हो र? हाम्रा जस्ता निवेदन सबैका छन्, खोल्दिए भने सबैलाई गाह्रो पर्ला, ल्याइदिउँ क्या हो। यो धम्की चाहिँ कसलाई हो? यो कसको काम हो? तपाईँको काम होइन? खोल्नुहोस् न। त्यस्ता निवेदनहरू खोल्नलाई तपाईँलाई कसले रोकेको छ र? त्यो त तपाईँकै कमजोरी हो। यो विषयमा तपाईँहरू के भन्नुहुन्छ? कमेन्ट गर्नुहोला।